पानी सुकेको रहेछ अहिले चाहिँ मलाई डाइरेक्टली भन्नुपर्दा बिल्ला लाग्यो यहाँ चाहिँ टिकट पनि पर्दैन होला चाहिँ त्यो बस ठेलेर हेलो एन्ड नमस्ते फ्रम स्टुडियो नेपाल एन्ड आई होप सबै सन्चै हुन्छ होला म पनि सन्चै नै छु आजको भ्लग चाहिँ चारालीको हुनेछ चारालीदेखिको त्यो चन्द्रगिरी जाने बाटोमा एउटा सिमसार छ अहिले चाहिँ ट्याक्कै त्यो सिमसारको नाम बिर्सेँ तर केही छैन त्यहाँ गएर थाहा हुन्छ तर अस्तिदेखि चन्द्रगिरी जाँदाखेरि चाहिँ त्यहाँ देखिरहेको थिएँ त्यहाँ घुम्न थाहा छ भनेर सो आज चाहिँ बल्ल टाइम मिलेको छ सोधौँ त्यहाँ कस्तो रहेछ आजको डे चाहिँ घाम राम्रै लागिरहेछ गर्मी छ आज चाहिँ लगभग राम्रै गर्मी छ यस्तो चखिलो घाम लागिरहेछ एन्ड हावा पनि एकछिन आएर त राम्रो आइरहेको थियो हावा हुन्डरी नआउला जस्तो गरेँ तर अहिले चाहिँ अलिक कम भएको छ चाबी चाबी सुजल सुजल चाबीले त चाबी त जहिले बिर्सिहाल्छ तल झरेछ त थाहा हुन्छ मलाई त चाबी चाहिँ ल्याइन भनेर बाइकको मेरो मात्र यस्तो बानी हो कि हजुरको पनि छ भन्नु होला है आज चाहिँ हाम्रो ब्लगको साथीहरू चाहिँ अनिस म अनि प्रकाश तिनजना जान्छौँ होला अहिले त्यसो अब एकछिनमा साथीहरू भयो भने अब थप साथीहरूमा तपाईँले इन्ट्रोड्युस गराउँछु प्रकाश बेला छिटो दैलो खोला न सो अहिले चाहिँ त्यो ठाउँको नाम भाइलाई पनि थाहा रहेछ अब त्यहीँ गएर बोर्डमा हेरेपछि भन्छु अनि अब भिडियो हाल्ने बेला थम्बनेलमा चाहिँ हुन्छ त्यतिखेर तपाईँलाई थाहा भइहाल्छ प्रकाश फ्रेन्ड निस्किसकेको छु म अब चाहिँ अनिसलाई लिन जान्छु भने अनिससँगै जान्छु तिनजना बस भाइ घरमा छु त भन्दै त खोइ त बाइक त्यसो अनि खोइ बाइक चाहिँ आमा हावाले नै उडाउँछ जस्तो गर्छ त बाइक पनि नेपालमा यस्तो मान्छे पनि हुन्छ नि फ्रेन्ड्स यहाँ नै दिउँसोको 2 बजीसम्म सुत्ने मान्छे पनि भेटेको छ है यो चाहिँ दिवस यसलाई चिन्नुहुन्छ होला अनिस हो यो चाहिँ पहिलेको भिडियो नै देख्नु भएको छ होला अब चाहिँ हामीहरू सुरु भयो डेस्टिनेसन जानलाई यो चाहिँ अघि भर्खरको हावाहुरी आएको कर्ते चाहिँ आम्बो यो गर्मी देखेर चाहिँ घुम्न त मन थिएन तर के गर्नु अरू बेला समय मिल्दैन सोमबार बाहेक त्यही भएर चाहिँ अब घुम्नै पर्यो भिडियो हाल्नै पर्यो यसो कहिलेकाहीँ त सो आजको हाम्रो डेस्टिनेसन जुन भनेको थियौँ सिमसार हो त्यो जानको लागि चाहिँ पहिले हामी चाराली पुग्नुपर्ने हुन्छ अनि चारालीदेखि चन्द्रगढी जाने बाटोतर्फ जाँदाखेरि थोरै तल जाने बित्तिकै राइट साइडमा छ लगभग बिर्तामोडबाट चाहिँ आई थिङ्क 45 मिनटभित्र पुगिन्छ के गरेको झन् यो बाटो बनिँदै गरेकोले त झन् धुलो हुनु पर्यो अब चाहिँ फाइनली हामी चाराली आइपुगिसकेको छौँ यो त चाराली हो र यहाँदेखिको चाहिँ राइट साइडपट्टि जानुपर्ने हुन्छ हाम्रो डेस्टिनेसनको लागि यो चाहिँ हो चन्द्रगढीको बाटो सो फाइनली आजको हाम्रो डेस्टिनेसन चाहिँ आइपुगिसकेको छौँ एन्ड यो सिमसार उसको नाम चाहिँ निजाझोडा सिमसार रहेछ बाटो चाहिँ हल्का यस्तो रहेछ अफरोड जस्तो फाइनली वी आर इन निजाझोडा सिमसार एन्ड सिमसार चाहिँ यही रहेछ हेर्न सक्नुहुन्छ फर्स्ट अफ अल बाइक चाहिँ यही पार्क गरौँ होला सारालेदेखि अलिकति भित्र हामी यहाँ निचाझोडामा आएको थियौँ र त्यहाँ अलिकति भने जस्तो नभएर हामी अहिले यहाँ फर्किँदैछौँ हामीलाई डाइरेक्टली भन्नुपर्दा बिल्ला लाग्यो त्यही भएर अहिले हामी हाम्रो अर्को राइड अन द वेतिर जाँदैछौँ सो फ्रेन्ड्स हामी यो निजाझोडा सिमसारबाट चाहिँ बाहिर निस्किसकेको छौँ किनभने यो सिमसारमा चाहिँ अलिक खासै राम्रो लागेन अनि मेन चाहिँ यो अब कपाल छिर्को लागि चाहिँ एकदम दामी ठाउँ रहेछ त्यस्तो प्राइभेसीको लागि चाहिँ होइन घुम्नको लागि यहाँ चाहिँ त्यस्तो अब घुम्ने भनेर चाहिँ अब त्यस्तो ठाउँ चाहिँ रहेन रहेछ जस्ट गर्लफ्रेन्ड बोयफ्रेन्ड आएर यसो गफ गर्ने अब त्यसको लागि चाहिँ रहेछ ठाउँ यो चाहिँ तर अहिले चाहिँ हामी अब
ब्रदर्स हेर्छौँ त्यही भएर यहाँ अलिक ठिक लागेन। अब चाहिँ हामी यो हाम्रो डेस्टिनेसन चाहिँ चेन्ज गर्ने प्लान गऱ्यौँ। अहिले चाहिँ ठ्याक्कै थाहा छैन, अब जहाँ राम्रो ठाउँ देखिन्छ हामी ती बसेर भिडियो बनाउने छौँ। फ्रेन्ड्स अहिले चाहिँ हामी कन्फ्युज भयौँ कि कहाँ चाहिँ जाने हो भनेर। सो अब चाहिँ हामी पहिले चिया खाएर डिस्कस गर्छौँ कहाँ जाने हो, त्यस पछाडि होइन। ओ गच्छा म्यान। र अहिले चाहिँ हामी हाम्रो डेस्टिनेसन नमिलेर अहिले हामी घरतर्फ फर्किँदैछौँ। र अहिले हामी सुरुमा चाहिँ हामी चिया खाएर डिसाइड गर्नेछौँ। यो चाहिँ सापले टोको भन्ने आउने ठाउँ हो है। सापले कसैलाई टोकेको छ भने यहाँ चिया खाने ठाउँ खोज्दा खोज्दै अब हामी मेन चोकमै पुग्ने आँटिसक्यौँ। अहिले चाहिँ हामी फर्केर फेरि बिर्ता मोड आइपुगिसकेको छौँ। फाइनली आजको हाम्रो अर्को डेस्टिनेसन चाहिँ विराट पोखरी भएको छ। अब सबैजनाले अब ढिला नि भइसक्यो, अनि त्यही भएर विराट पोखरी नै जाउँ भन्ने कुरा भयो। सो त्यही भएर हामी आज विराट पोखरी नै जान्छौँ। अनि यो विराट पोखरी चाहिँ कहाँ छ भन्नुहुन्छ भने बिर्ता बजारदेखि थोरै माथि त्यहाँ रहेको छ विराट पोखरी चाहिँ। हुन त विराट पोखरीमा धेरैचोटि गएको छु, तर यसरी भिडियो बनाउने मौका चाहिँ मिलेको थिएन। अनि विराट पोखरी चाहिँ मलाई चाहिँ पर्सनली चाहिँ दामी लाग्छ, किनभने त्यो एकदम सुन्दर शान्त ठाउँ छ, पिसफुल ठाउँ छ। सो त्यही भएर तपाईँहरूलाई पनि कसैलाई अब पिसफुल ठाउँ मनपर्छ भने चाहिँ त्यो एउटा राम्रो अप्सन हुनेछ विराट पोखरी। यो बाटोको लेफ्टमा गयो भने चाहिँ आकाश शिविर पुगिन्छ, सिधै गयो भने चाहिँ विराट पोखरी हो। अनि यो राइट साइडपट्टि देख्नु हुँदै गरेको नै विराट पोखरी हो। सो अब चाहिँ विराट पोखरी आइपुगिसकेको छौँ। लगभग त्यस्तै 10-15 मिनट लाग्यो होला आइपुग्नु। भिडियो हाम्रो अन्त्य थियो, तर विराट पोखरीको भएको छ कारण केही छैन। अघि बिहान भनेको दामी ठाउँ छ यो चाहिँ, यो विराट पोखरी। एन्ड यहाँ चाहिँ टिकट पनि पर्दैन। अहिले चाहिँ हामी विराट पोखरी भित्र आइसकेको छौँ। एन्ड अहिले चाहिँ त्यस बेलुका साँझ भराउन दामी भएको छ वेदर। अघि दिउँसरी घामबाट पुरै तातिरहेको थियो, धुलो मुलो भएर पनि त्यस लास्टमा चाहिँ आएर एकदम दामी ठाउँमा आएको छौँ। आनन्द आउने ठाउँमा एकदम पिसफुल छ यहाँ चाहिँ, हेर्नु सक्नुभएको छ। यहाँ आउन सक्नुहुन्छ तपाईँहरूलाई जसलाई चाहिँ एकदम शान्त वातावरण मनपर्नेलाई चाहिँ यो ठाउँ चाहिँ एकदम दामी हुनेछ, आउनु होला। यो चाहिँ मेरो पनि हाइली रिकमेन्ड एरिया हो, मेरो पनि फेभरेट प्लेस हो यहाँ झापाको। तँलाई चाहिँ कस्तो लाग्छ? मलाई पनि एकदम दामी लाग्छ। गिटार लिएर गिटार बजाउँदै साथीहरूसँग गफ गर्दै एकदम दामी छ। टिकट पनि लाग्दैन। यहाँ चाहिँ टावर पनि बनिँदैछ, तर यो चाहिँ अहिले त्यहाँ चाहिँ खोलिएको छैन, त्यस बनिँदै मात्र छ। अहिले चाहिँ सनसेट पनि हुन आँटेको छ। कहाँ जाने भनेर निस्केको, तर यहाँ आइपुग्यौँ। लास्टमा चाहिँ राम्रो ठाउँमा आयौँ नि त। त्यस्तै मेन चाहिँ हाम्रो यहाँ विराट पोखरीको चाहिँ पोखरी हो, बिचमा एउटा पोखरी छ। अनि त्यस पछाडि यहाँ पिङहरू पनि छ। त्यस मान्छेहरूलाई केटाकेटी आउँदा, ठुलो मान्छे नै आउँदा आएर खेल्दा हुन्छ। पिङ छ, चटपटेर खाने यहाँ पर छ। अहिले बताउने चटपटेहरूको लागि यता अहिले चाहिँ हावा यस्ता चाहिँ बिहानको हावा र यो हावामा चाहिँ धेरै फरक छ नि। फेरि अब चाहिँ पिङ खेल्छ हामी। अब एकछिन अब आएपछि पिङ नखेलेर जानु भएन। हेर्नुहोस् यहाँ कस्तो सुनसान छ, मान्छे पनि कम्ती हुन्छन्, मान्छे नभने कम्ती हुन्छन्, तर एकदम त्यस मैले भन्नु चाहिँ शान्त हुन्छ यहाँ चाहिँ। त्यो चाहिँ हेर्न सक्नु, यहाँ चाहिँ पानी सुकेको रहेछ अहिले चाहिँ। पहिले चाहिँ यहाँ सब यसको वरिपरिसम्म पानी नै थियो, र अहिले त सुकेको रहेछ पानी। त्यो बस ठेलेर आमा त खलासी यसो चढ्नु के गर्न लाग्यो?
अब अँध्यारो अँध्यारो पनि हुन थालिसकेको छ एन्ड मेरो फोनको ब्याट्री पनि डाउन भइसकेको छ सो त्यही भएर सायद आजको भिडियो यहीसँग हुनेछ सो टिल देन एक्सप्लोरिङ किप ट्राभलिङ बिकज वी आर जस्ट ट्राभलर्स खेल्नु अनि खलासी जस्तो स्वाट पर्नु